के तपाईँ विश्वास गर्नुहुन्छ एउटा यस्तो मुभी जुन आजको समयमा बनाएर पुरै कम्प्लिट भइसकेको छ तर त्यो रिलिज भने अबको 100 वर्षपछि मात्र हुनेछ। आजको भिडियोमा हामी यही मुभीको बारेमा चर्चा गर्दैछौँ जसको नाम हो 100 Year द मुभी यु विल नेभर सी। Imagine the future. यो फिल्म सन् 2015 मा नै बनेर पुरै कम्प्लिट भइसकेको छ जसलाई विश्व प्रसिद्ध निर्देशक रोबर्ट रोड्रिग्सले निर्देशन गरेका हुन्। रोबर्टले यसअघि स्पाई किड्स सिरिज, सिन सिटी, फ्रम डस्क टिल डाउन जस्ता सुपरहिट मुभी निर्देशन गरेर विश्वभरमा आफ्नो पहिचान बनाइसकेका छन्। तर 100 इयर मुभी भने उनको सबैभन्दा अनौठो प्रोजेक्ट हो। यसको मुख्य भूमिकामा जोन मल्कोभिच रहेका छन् र फिल्मको कथा पूर्णतया गोप्य राखिएको छ। तर यसको विशेष कुरा के छ भने यो चलचित्र 2115 मा मात्र रिलिज हुनेछ, अर्थात् तपाईँ हामीहरूले या भनौँ अहिलेका पुस्ताले यो मुभीलाई हेर्न पनि पाउने छैनौँ। In 2015, I, John Malkovich, shot a film which will be held for 100 years. The time required to create Louis XIII. Imagine the future. You're late. You miss me that much? Must be terrible for you. Thrilling. Hey, what are you guys doing here? अहिले यो फिल्मलाई फ्रान्समा रहेको एउटा बुलेट प्रुफ सेफ भित्र सुरक्षित राखिएको छ जुन 18 नोभेम्बर 2115 मा मात्र खुल्नेछ। यसलाई लुइस XII ब्रान्डले आफ्नो 100 वर्ष लामो उत्पादन प्रक्रियालाई कलात्मक तरिकाले प्रस्तुत गर्न निर्माण गरेको हो। अझ रोचक कुरा के छ भने 1000वटा मात्र धातुका टिकटहरू बनाइएका छन् जसमा अहिलेका दर्शकहरूले होइन उनीहरूको सन्तानले भविष्यमा प्रयोग गर्नेछन्। निर्देशक र अभिनेताले यसलाई भविष्यलाई पठाइएको पत्र भनेका छन् जसले एउटा गहिरो प्रश्न खडा गर्छ, कला अहिलेका लागि मात्र हो कि भविष्यको पुस्ताका लागि पनि। त्यसैले यो फिल्म भन्दा पनि यसको अवधारणाले विश्वलाई नै चकित पारेको छ। सायद हामी यसलाई कहिले देख्न पाउँदैनौँ तर यसको कथा सुन्दै गर्दा हामीभित्र एउटा गहिरो प्रश्न जन्मिन्छ, हामीले अहिले सिर्जना गरिरहेको कुरा भविष्यका लागि कस्तो अर्थ राख्लान् त। त्यसैले यो केवल चलचित्र नभई एउटा दार्शनिक धरोहर पनि हो। 100 वर्षपछि मात्र रिलिज हुने यो मुभी आखिर यसको कहानी के होला त? हजुरहरूलाई के लाग्छ? कमेन्टमा आफ्नो विचार अवश्य दिनुहोला। र यस्तै रहस्यपूर्ण र नयाँ भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल अनटोल्ड पावरलाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।